कल्पना गर्नुस् त तपाईको घरमा विवाहको तयारी चल्दैछ। निम्तो कार्ड छापिँदैछ। होटल र प्यालेस बुक भइसकेका छन्। 26 वर्षका एक सफल बिजनेसम्यान आफ्नै हुनेवाला दुलीसँग प्री वेडिङ फोटोसुट र उनको जन्मदिन मनाउन एउटा सुन्दर किल्लामा घुम्न निस्किन्छन्। तर केही घण्टापछि अचानक एउटा खबर आउँछ। ती युवकको भिरबाट खसेर दर्दनाक मृत्यु भयो। सुरुमा सबैलाई लाग्छ यो एउटा भयानक दुर्घटना हो। फोटो खिच्ने क्रममा खुट्टा चिप्लियो र उनी 400 फिट गहिरो भिरमा खसे। तर जब पुलिसले यो घटनाको गहिराइमा पुगेर अनुसन्धान सुरु गर्छ तब एउटा यस्तो पापी र डरलाग्दो षड्यन्त्रको पर्दाफास हुन्छ जसले सुन्ने जो कोहीको मुटु काप्छ। त्यो दुर्घटना कुनै भुल थिएन, बरु आफ्नै दुलेले प्रेमीसँग मिलेर रचेको एउटा क्रूर हत्याकाण्ड थियो। आखिर को थिए केतन अग्रवाल र किन आफ्नै हुनेवाला दुले सिया गोयलले उनको ज्यान लिन तम्सिन्? आजको भिडियोमा हामी यो घटनाको सुरुदेखि अहिलेसम्मको सबैभन्दा ठुलो अपडेट र पुलिस रिपोर्टको भित्री कहानी खोताल्नेछौँ। को थिए केतन र कसरी भयो विवाहको कुरा? यो कहानी सुरु हुन्छ भारतको पुणे सहरबाट। 26 वर्षका केतन अग्रवाल पेसाले एक सफल व्यवसायी थिए। उनी आफ्नो पारिवारिक रियल इस्टेट कम्पनी सक्सेस ग्रुपमा डाइरेक्टर र चिफ मार्केटिङ अफिसरको रूपमा काम गर्थे। परिवारमा खुसीको सीमा थिएन, किनभने यही वर्षको फेब्रुअरी महिनामा केतनको इन्गेजमेन्ट 20 वर्षकी सिया गोयलसँग भएको थियो। विवाहका लागि दुवै परिवारले निकै ठुलो योजना बनाएका थिए। भारतको उदयपुरमा एउटा भव्य महल प्यालेस बुक भइसकेको थियो। विवाह आउँदो नोभेम्बर महिनामा हुने तय भएको थियो। बाहिरबाट हेर्दा सबै कुरा एकदमै पर्फेक्ट देखिन्थ्यो। केतन सियालाई निकै माया गर्थे। जुन 20 तारिकमा सियाको जन्मदिन थियो र उनको जन्मदिन मनाउनका लागि केतनले महाबलेश्वरको एउटा लग्जरी रिजोर्टमा झन्डै 40 वटा कोठाहरू बुक गरेका थिए, जहाँ दुवै परिवार मिलेर उत्सव मनाउने तयारी थियो। तर केतनलाई के थाहा, उनी जुन केटीलाई आफ्नो जीवनसाथी बनाउन खोज्दै थिए उनकै दिमागमा केतनलाई संसारबाटै सिधाउने खेल चलिरहेको थियो। त्यो कालो दिन र दुर्घटनाको नाटक। जुन 18, 2026 विवाहको अगाडि प्री वेडिङ फोटोसुट गर्ने बहानामा सियाले केतनलाई पुणे नजिकै रहेको ऐतिहासिक लोहगढ किल्लामा घुम्न जान जिद्दी गर्छिन्। पानी परिरहेको मौसम, पहाडको घुम्ती बाटो, दुवैजना किल्लाको माथिल्लो भागमा पुग्छिन्। तर अचानक त्यहाँ एउटा ठुलो चिच्याहाट सुनिन्छ। केतन भिरबाट सिधै 400 फिट तल खस्छन्। पहाडको ढुङ्गाहरूमा बजारिँदै तल खसेका केतनको घटनास्थलमा मृत्यु हुन्छ। घटना लगत्तै सिया रुँदै कराउँदै पुलिस र प्रशासन कहाँ पुग्छिन्। उनले भन्छन्, हामी फोटो खिचिरहेका थियौँ, कडा हावा चलिरहेको थियो। त्यही बेला केतनको सन्तुलन बिग्रियो र उनी भिरबाट खसे। म त छाँगाबाट खसे जस्तै भए, मैले उसलाई बचाउन सकेन। सुरुमा पुलिसले पनि यसलाई एउटा दुःखद ट्रेकिङ दुर्घटना एक्सिडेन्टल डेथ मान्छ। तर जब केतनको शव भिरबाट निकालिन्छ र उनको परिवार त्यहाँ पुग्छ तब यो कहानीले एउटा नयाँ मोड लिन्छ। पुलिस अनुसन्धान र डिजिटल सबुतहरू। केतनको परिवारलाई सियाको हावभाव र उनको कुरामा सुरुदेखि नै शङ्का लागिरहेको थियो। उनीहरूले पुलिससँग गम्भीर अनुसन्धानको माग गरे। जब लोनावाला ग्रामीण पुलिसले सियाको मोबाइल फोन जफत गरेर कल डिटेल्स सिडिआर चेक गर्यो तब पुलिसको दिमागै रित्यो। विगत 6 महिनामा सिया र चेतन चौधरी नामका एक 22 वर्षीय युवक बीच 2004 पटक फोनमा कुराकानी भएको देखियो। तिनीहरूले फोनमा मात्रै झन्डै 238 घण्टा बिताएका थिए। वास्तवमा सिया र चेतन लामो समयदेखि प्रेम सम्बन्धमा थिए। सिया यो विवाह गर्न चाहन्थिन्, तर परिवारको डरले उनले इन्गेजमेन्ट त गरिन्, तर केतनलाई आफ्नो बाटोको सबैभन्दा ठुलो तगारो देख्न थालिन्। यदि उनी चाहन्थिन् भने विवाह अस्वीकार गर्न पनि सक्थिन्, तर समाज र परिवारको डरले उनले केतनलाई सधैँको लागि सिधाउने बाटो रोजिन्। यदि मात्र होइन, पुलिसले किल्लाको सीसीटीभी फुटेज चेक गर्दा अर्को एउटा चकित पार्ने कुरा फेला पारे। जुन दिन केतनको मृत्यु भयो त्यहाँ 33 डिग्रीको गर्मी थियो, तर सीसीटीभीमा एउटा युवक हुडी लगाएर आफ्नो अनुहार लुकाउँदै केतन र सियाको पछि गइरहेको देखियो। तर अरू कोही नभएर सियाका प्रेमी चेतन चौधरी नै थिए। चेतनले आफ्नो मोबाइल ट्र्याक नहोस् भनेर आफ्नै पसलमा छाडेका थिए र एकजना कर्मचारीको फोन बोकेर किल्ला पुगेका थिए, तर उनी सीसीटीभीको नजरबाट बस्न सकेन। हत्याका अघिल्ला असफल प्रयासहरू र पासपोर्ट काण्ड। अनुसन्धान अगाडि बढाउँदै जाँदा थाहा भयो कि यो हत्याको योजना अचानक बनेको थिएन। यो त महिनौदेखिको योजना थियो र अचम्मको कुरा जुन 18 भन्दा अगाडि पनि सियाले केतनलाई मार्न 3 पटकसम्म प्रयास गरेकी थिइन्। तपाईहरूलाई विश्वास नलाग्न सक्छ, केतन र सिया प्री वेडिङ सुटका लागि पहिला बाली जाने कुरा थियो। सबै तयारी पुरा पनि भइसकेको थियो। तर एयरपोर्ट जाँदै गर्दा एउटा होटलमा खाना खान रोकिँदा सियाले वासरुममा गएर केतनको पासपोर्ट च्यातिदिन्छ र फोहोरको भाँडामा फालिदिन्छन् र बाहिर आएर मेरो पासपोर्ट हरायो भन्दै नाटक गर्छन्।
जसले गर्दा बालीको ट्रिप क्यान्सल पनि हुन्छ, किनकि केतनलाई इन्डियामै त्यही लोहगढ किल्लामै मार्नु थियो। यसअघि मे 31 पनि सियाले केतनलाई लोहगढ किल्लामै लगेका थिए। जुन 14 फेरि त्यहाँ लगेर सर्प आयो भन्दै तर्साएर भिरबाट धकेल्ने प्रयास पनि गरेकी थिइन्। तर केतनले एउटा पोथा समातेर आफ्नो ज्यान बचाए। केतन सोझा थिए, उनले आफ्नो हुनेवाला दुलैलाई कहिले शङ्का पनि गरेन। तर जुन 18 को दिन सियाले किल्लाको टुप्पोबाट तल हेरिरहेको केतनलाई पछाडिबाट आएका आफ्ना प्रेमी चेतनतर्फ इसारा गरिन् र केतनलाई 400 फिट तल धकेलिदिए। वर्तमान अवस्था र निष्कर्ष। अहिले पुलिसले डिजिटल प्रमाण, गुगल सर्च हिस्ट्री, जसमा उनीहरूले मान्छे कसरी मार्ने र दुर्घटना कसरी देखाउने भनेर सर्च गरेका थिए र सीसीटीभी फुटेजको आधारमा सिया गोयल र चेतन चौधरी दुवैलाई पक्राउ गरिसकेको छ। अदालतले उनीहरूलाई कडा हिरासतमा राखेर अनुसन्धान गर्न आदेश पनि दिइसकेको छ। पक्राउ परेपछि अहिले दुवैजनाले एक अर्कालाई दोष लगाइरहेका छन्। एउटा हाँस्दै खेलिरहेको परिवारको छोरो, एक सफल युवकको जीवन केवल कसैको स्वार्थ र अवैध सम्बन्धका कारण समाप्त भयो। यदि सियालाई यो विवाह मन परेको थिएन भने उनी पछि हट्न सक्थिन्। तर एउटा ज्यान लिनु कुन हदसम्मको पागलपन हो। यो घटनाले हामीलाई सोच्न बाध्य बनाएको छ कि मानिस बाहिर जतिसुकै राम्रो देखिए पनि भित्र कतिको कुर हुन सक्छ। यो दुःखद घटना र यसको अनुसन्धान बारे तपाईको के विचार छ? कमेन्ट बक्समा अवश्य लेख्नु होला। यस्तै सत्य र अनुसन्धानमूलक भिडियोहरू हेर्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। सुरक्षित रहनुस्, सजग रहनुस्। जय नेपाल। ये इस तरह की घटना अचानक से होना बहुत ज़्यादा प्रोबेबल नहीं है। खासकर वो लड़का जो है वो ट्रैकिंग करता था, काफ़ी ट्रैकिंग की थी उसने, तो उस हिसाब से फिर आगे और संशय, फिर फैमिली ने इस पे डाउट लिया। फैमिली की तरफ से हमारे तरफ एक तकरार की गई कि इसमें कुछ तो संशयपद जो है दिख रहा है। और फिर हमने अपने जो गोपनीय सूत्र हैं और उसके बिना कुछ साक्षीदार और जो तांत्रिक पुरावे हैं उसमें तपास करने के बाद सामने आया कि ये जो लड़की है सिया गोयल, इसका एक फ्रेंड जो चेतन चौधरी नाम का है, जो इस यहाँ पे ये लड़की, इसकी फैमिली का काम है मार्केट यार्ड में, उनकी भी दुकान उधर ही है। तो इनकी आपस में कुछ 1 साल के आसपास से पहचान थी। तो इन दोनों ने ये प्लान किया और प्लान करने के बाद इस घटना को अंजाम दिया। और उस लोहगढ़ किले पे इन्होंने वो केतन अग्रवाल को धक्का दिया और वो नीचे गिरा और उसकी मृत्यु हो गई। 18 जून 2026 को मेरा 26 साल का लड़का लोहगढ़ फोर्ट से गिर के देहांत हो गया। हमें जब पता चला तो हमें ये लगा कि वो पैर फिसल के, जैसे हमें सिया गोयल ने बताया था उस हिसाब से पता चला। लेकिन उसके बाद के बिहेवियर से और कुछ सर्कमस्टेंसेस से ये पता शक आने लग गया था कि ये कुछ सीधी सीधी बात है नहीं। माननीय श्री संदीप सिंह जी गिल साहब ने, सुपरिटेंडेंट पुलिस ग्रामीण ने, उन्होंने हमें बहुत मदद की। पूरे उन्होंने ताकत लगा के बहुत जल्दी इसका पूरा केस का तपास निकाल के और आरोपियों को गिरफ्तार किया है, जिन्होंने दोनों आरोपियों ने अपना गुनाह कबूल किया है कि उन्होंने केतन को मार के नीचे फेंका है। उसके अलावा उन्होंने ये भी बताया है कि 14/6/2026 को उन्होंने सेम लोहगढ़ किले पे केतन को मारने की सिया ने वापस से पहले प्रयास किया था। उस प्रयास में वो नाकाम हो गई। फिर उन्होंने 18 तारीख को वापस से उसे ले जाके उनके काम को अंजाम दिया।